धेरै धेरै धन्यवाद छ महामन्त्रीज्यू। सम्पूर्ण सञ्चारकर्मी साथीहरू, आजबाट पार्टी नेतृत्वले मलाई अब शपथ ग्रहण गर्न बाँकी नै रहे तापनि देशको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै आजको सचिवालय बैठक मार्फत महामन्त्रीज्यूले त्यो जिम्मेवारी मलाई चाहिँ नि प्रदान गर्नुभएकोमा म महामन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। महामन्त्रीज्यूले धेरै कुराहरू भनिसक्नु भएको छ, यद्यपि केही कुराहरू थप कुराहरू मात्र यहाँहरूलाई म सेयर गर्न चाहन्छु। त्यसपछि तपाईँहरूका केही प्रश्न जिज्ञासाहरू रह्यो भने त्यसलाई पनि हामी सम्बोधन गर्नेछौँ। सबैभन्दा संवेदनशील र हृदय विदारक कुरा के रह्यो भनेदेखि चीनको तिब्बतबाट जुन खालको बाढी आयो त्यसले हाम्रो चाहिँ रसुवा, त्यस्तै गरेर नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी लगायतका 6वटा जति जिल्ला र त्योभन्दा तल पनि तटीय क्षेत्रहरूमा अहिले प्रभाव पारिरहेको छ। यो विषम परिस्थितिमा भएको ठुलो जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःख व्यक्त गर्दछ र जो मृतक हुनुभएको छ, जसले जीवन गुमाउनु भएको छ, उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै समग्र परिवारमा हामी गहिरो समवेदना व्यक्त गर्न चाहन्छौँ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छौँ। साथै खोजी, उद्धार तथा राहतमा कुनै पनि कमी नआओस् भन्नका लागि राज्यका सम्बद्ध निकाय, सरकारसहित राज्यका सबै सम्बद्ध निकायहरूलाई हामी हार्दिक अपिल गर्न चाहन्छौँ। अघि नै महामन्त्रीज्यूले यहाँ उल्लेख गरिसक्नु भएको छ, यो विशेष परिस्थितिमा समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नो औपचारिक साङ्गठनिक कार्यक्रमहरू अहिले तत्कालका लागि स्थगित गरिएको छ र सम्पूर्ण पार्टी पङ्क्तिलाई अहिले हामीले खोजी, उद्धार तथा राहतमा केन्द्रित हुन भनिएको छ र यसरी केन्द्रित भइराख्दाखेरि पार्टीको झण्डा, पार्टीको लोगो पार्टीगत रूपमा नभइकन एउटा राष्ट्रिय झण्डाको आवरणभित्र, मतलब झण्डाविहीन एउटा नागरिकको रूपमा चाहिँ सहभागी भएर खोजी, उद्धार तथा राहतमा लाग्न भनिएको छ र त्यही रूपमा हाम्रो चाहिँ ऱ्यापिड रेस्पोन्स टिम, ऱ्यापिड एक्सन टिम चाहिँ नि त्यसमा लाग्नेछ र उहाँहरूसँगकै समन्वयमा पार्टी पङ्क्ति पनि लाग्नेछ र त्यो ऱ्याटले पनि सरकारसँगको समन्वयमा मात्रै उहाँहरूले काम अगाडि बढाउनु हुनेछ र अहिले तत्कालको लागि भनेर चाहिँ हामीले पार्टीको तर्फबाट सरकारलाई तत्काल 50 लाख रुपैयाँको चाहिँ नि सहयोग गर्ने पार्टीको सचिवालय बैठकले निर्णय गरेको छ। जुन रूपमा सरकारले अहिले चाहिँ यो बाढी आए लगत्तै बिहानैदेखि सरकारले आफ्ना सबै संरचना मार्फत, सबै निकाय मार्फत जुन खालको तदारुकता देखाएको छ, पार्टीको सचिवालय बैठकले त्यसको सराहना गरेको छ र सरकारलाई र सम्बद्ध निकाय, जति पनि राजनीतिक दलहरू, अरू नागरिक समाज, मिडिया, जसले यसमा चाहिँ भूमिका निर्वाह गर्नुभएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँहरू सबैसँग साथ सहकार्य रहने कुराहरूको पनि प्रतिबद्धता पार्टीको बैठकले जाहेर गरेको छ र यही सन्दर्भमा जुन खालको विदेशी नागरिकहरू समेत पनि यो बाढीमा प्रभावित भएको र कतिपयले ज्यान पनि गुमाएको हो कि भन्ने अपुष्ट र केही प्रारम्भिक आशंका समेत भएको कारणले गर्दाखेरि उहाँहरूको समेत खोजी उद्धारको लागि चाहिँ हामी रहने र उहाँहरूको साथमा समग्र पार्टी पङ्क्ति र सरकार समेत रहने कुरा सरकारबाट समेत आइसकेको भएर पार्टी पनि त्यसमा प्रतिबद्ध रहेको कुराहरू हामी यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। र हाम्रो पार्टीका श्रद्धेय सभापति रवि लामिछानेले के भन्नुभएको छ भने यो भूमिका निर्वाह गर्ने सन्दर्भमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापना सम्भवको काममा सबैलाई लाग्नको लागि आग्रह गर्नुभएको छ र खास गरेर विपक्षी दलहरू, विपक्षी राजनीतिक दलहरू, नागरिक समाज र मिडियाको तर्फबाट यसको लागि निर्वाह गरेको भूमिकाको लागि उहाँले धन्यवाद पनि दिनुभएको छ र आगामी दिनमा कम्तीमा यो खोजी, उद्धार र राहतको काम चाहिँ एउटा लेभलमा सम्पन्न नभइन्जेलसम्म हामी सबै त्यहाँ लाग्नको लागि अपिल पनि गर्नुभएको छ र हाम्रो पार्टी 24 घण्टा यहाँहरूको खास गरेर खोजी, उद्धार तथा राहतको सन्दर्भमा सम्पूर्ण प्रभावित क्षेत्रका नागरिक, जनता, स्थानीय सरकार, प्रदेश सरकार र सरकारको साथमा रहने जानकारी पनि यहाँहरूलाई म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिन चाहन्छु। हस्, धेरै धन्यवाद। अब यस्तो छ, अहिलेसम्म किनभने सबै आँकडाहरू आइसकेको छैन, अधिकांश कुराहरू अनुमानको भरमा छन्, कतिपय ठाउँमा पुग्न सकिएको छैन, सुरक्षाकर्मीहरू पुग्ने क्रम जारी रहेको छ। त्यसैले यति अहिले प्रारम्भिक आँकडा भनेर भन्नुभन्दाखेरि पनि अहिले समग्र ध्यान चाहिँ हाम्रो खोजीमा, उद्धारमा
र अबदेखिको समय भनेको राहतको पनि हो। तत्काल किनभने राति भइसक्यो, भोलि बिहान हुन्छ, अब खानेपानीको समस्या पुग्छ, खाद्यान्नको समस्या हुन्छ, राति सुत्ने व्यवस्थाको अभावहरू हुन्छ। यी सबै कुराहरूमा त्यसमा ध्यान गइरहेको कारणले गर्दाखेरि अहिले प्रारम्भिक जीवनको क्षति र धनको क्षतिको चाहिँ नि एकिन आँकडा सरकारी तर्फबाट पनि आउन बाँकी छ। त्यो आउने बित्तिकै यहाँहरूलाई हामी अपडेट गर्छौँ। होइन, सरकारको तर्फबाट यहाँहरूलाई जस्तो यहाँहरूलाई म जानकारी गरौँ, सबभन्दा पहिलो प्राथमिकता खोजी हो भनेपछि खोजीको लागि नेपाल आर्मी, सशस्त्र प्रहरी लगायतका चाहिँ सरकारी संयन्त्रहरू, हेलिकप्टरदेखि लिएर एम्बुलेन्स सेवादेखि लिएर अरू थुप्रै स्वयंसेवकहरू परिचालन भएको अवस्था छ। खोजीको सन्दर्भमा, उद्धारको सन्दर्भमा त्यही रूपले उद्धारको कार्यहरू भइरहेको छ। घाइतेहरूको उपचारको लागि काठमाडौँमा मात्रै 6वटा अस्पतालमा आकस्मिक सेवा र ट्रमा सहितको सेवाको र अरू विभिन्न सेवाहरूको लागि तयारी अवस्थामा डाक्टर, नर्स र अस्पताल प्रशासन र बेडसहित अहिले पनि तयारी अवस्थामा रहेको अवस्था छ। र अरू अब राहतको लागि तत्काल दिनुपर्ने राहतको अवस्थामा पनि सरकार तयारी अवस्थामा रहेको सरकारले हामीलाई जानकारी गराएको छ। र सञ्चार सम्पर्क जुन विच्छेद भइरहेको अवस्थामा नि सञ्चार मन्त्रालयको तर्फबाट, स्वास्थ्य मन्त्रालयबाट, पूर्वाधार विकास मन्त्रालयबाट यसरी सरकारले आफ्नो संरचना मार्फत गरिरहेको काममा पार्टीको तर्फबाट हामीले सरकारलाई सहयोग गर्ने हो। अहिले पार्टीको तर्फबाट गर्ने सहयोगको सन्दर्भमा हाम्रो श्रद्धेय महामन्त्रीज्यूले अघि नै भनिसक्नु भएको छ कि 50 लाख रुपैयाँको तत्कालको लागि हामीले चाहिँ आर्थिक सहयोग सरकारलाई गर्ने भनेर घोषणा गरेका छौँ। र त्यो बाहेक अरू हामीले गर्ने भोलिन्टियर सर्भिसहरूको लागि हाम्रो ऱ्याड टिमको नेतृत्वमा पार्टी पङ्क्ति तयार छ। र अर्को कुरा यहाँहरूलाई भनौँ, हाम्रो चाहिँ प्रभावित क्षेत्रका सांसद र हाम्रो प्रभावित क्षेत्रको जिल्लाका कमिटीहरू, स्थानीय कमिटीहरू पनि अहिलेदेखि नै सक्रिय रूपमा चाहिँ नि खोजी, उद्धार तथा राहतको लागि काम गरिराख्नु भएको छ। त्यो हामी अहिले हेर्दैछौँ, त्यो कहाँ के कस्तो कसरी भइरहेको छ भनेर सरकारी संरचना मार्फत नै हामीले पनि त्यसलाई नजिकबाट बुझ्ने कोसिस गरिरहेका छौँ। थप अपडेटहरू केही आउने बित्तिकै यहाँहरूलाई हामी जानकारी गराउँछौँ। त्यो होइन, त्यो चाहिँ हाम्रो श्रद्धेय सभापतिज्यूले आज संसदमा बोल्दा पनि भन्नुभएको छ र पार्टीको यहाँहरूको सचिवालय बैठकमा पनि सभापतिज्यूले त्यो कुरा के उल्लेख गर्नुभएको छ भने प्रभावित क्षेत्रका सांसद तथा पार्टीको नेतृत्व, स्थानीय तहदेखि जिल्लासम्मको र प्रदेशको नेतृत्व चाहिँ त्यहाँ गएर काम गर्ने अनिवार्य भनिएको छ। अन्य सांसद, अन्य नागरिक, अन्य व्यक्ति, पार्टीका शुभेच्छुक, प्रशंसक अथवा कार्यकर्ता जो जान पनि सकियो। तर जाँदाखेरि एउटा अवस्था के हुनु भएन भने त्यो सांसद जाँदा, मन्त्री जाँदा, पदाधिकारी जाँदा त्यहाँको सुरक्षाकर्मीलाई, त्यहाँको स्थानीय हाम्रै पार्टीका चाहिँ नेता कार्यकर्ताहरूलाई केन्द्रबाट गएको नेता, पदाधिकारी, मन्त्रीको उसको सुरक्षा, उसको चाँजोपाँजो सबै मिलाउँदाखेरि त्यो स्थानीय रूपमा चाहिँ खोजी, उद्धार, राहतमा त्यसले प्रतिकूल प्रभाव पार्न सक्छ, नकारात्मक प्रभाव पार्न सक्छ। जान त सकियो, तर अतिरिक्त सेवा सुविधा त्यो चाहिँ जुन खालको चाहिँ सहुलियत अथवा आतिथ्यता त्यसरी लिएर नजाउँ। यो अब भन्दाखेरि अलिकति अनौठो सुन्नेलाई यहाँहरूलाई भनौँ, विगतमा हाम्रो एउटा कनोटेसन छ नकारात्मक कि डिजास्टर टुरिज्म भनेर। त्यो खालको डिजास्टर टुरिज्म अहिले गर्ने अवस्था छैन। र अहिले चाहिँ खासमै खोजी, उद्धार र राहत प्रभावकारी हुनुपर्छ। त्यसलाई नकारात्मक प्रभाव पार्ने गरेर चाहिँ तपाईँहरू कोही नजानुहोस्। खोजी, उद्धार, राहतलाई सकारात्मक प्रभाव पारेर कसैलाई पनि अप्ठ्यारो नपारिकन कोही पनि जानको लागि समस्या भएन। सहयोग गर्न जान समस्या भएन, तर सहयोग गर्न जाने नाउँमा तपाईँलाई नै उल्टो आतिथ्यता गरेर अप्ठ्यारो स्थिति आयो भने त्यसले राम्रो गर्दैन। त्यस कारणले गर्दाखेरि प्रभावित क्षेत्रका प्रतिनिधिहरू त जानु पर्यो। अरू बाँकी जाने कुराहरूमा चाहिँ तपाईँ जाँदा त्यहाँ खोजी, उद्धार, राहतमा बोझ नबनोस् भन्ने सभापतिज्यूको स्पष्ट निर्देशन छ। धेरै धेरै धन्यवाद यहाँहरूलाई। र म स्थितिमै सम्पूर्ण मिडियाका साथीहरू, यहाँहरूको 2072 सालको भूकम्प ताका पनि त्यसपछिका हरेक प्राकृतिक प्रकोपमा हाम्रो नेपालको मिडियाले असाध्यै धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कारणले गर्दा अघि महामन्त्रीज्यूले पनि भन्नुभएको छ, एउटा महत्त्वपूर्ण बुँदा भनेकै हामीले सही इन्फर्मेसनको कुराहरूलाई पनि जोड दिएका छौँ। यो बिचमा एकदमै गलत इन्फर्मेसनहरू, अलिकति बढी सेन्सिटाइज गर्ने कुराहरू, एकदम सबलाई पनि त्यही रूपमा देखाउने कुराहरू, नेगेटिभ कुराहरू असाध्यै धेरै आएको कारणले, आउन सक्ने सम्भाव्य जोखिम भएको कारणले सम्पूर्ण मिडियाका साथीहरूलाई यति बेर चाहिँ हामी सबैको ध्यान तपाईँहरू सहित
खोजी उद्धार राहतमै केन्द्रित गरौँ, कसरी राम्रो गर्न सकिन्छ त्यतातिर अलिकति ध्यान दिउँ, खबरदारी पनि गरौँ र यसलाई हामी सबै मिलेर यो विपदको सामना गरौँ। यसको लागि मिडियाको पनि साह्रै महत्त्वपूर्ण हात हुने भएकोले सरकार तथा हाम्रो पार्टी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूको चाहिँ महत्त्वपूर्ण सहयोगको चाहिँ अपेक्षा गर्दछौँ। यो विपदको सामना गर्नको लागि, यो सहयोगको लागि मैले यहाँहरूलाई पार्टीको तर्फबाट अनुरोध पनि गरेँ। धेरै धेरै धन्यवाद छ।